कहाँ गए बुवा ए बुवा ए काका बुवा बुवा ए छोरा विदेशबाट आइस आए नि बुवा जति गर्ने आफ्नो देशको माया लाग्दो रहेछ हो आफ्नो देशलाई माया गर्नुपर्छ छोरा हजुर हजुर दर्शन बुवा ठुलो त भइसकिस् अब राम्रो मान्छे भन्नु है हस् बुवा अनि काका खै त काका सँग यहाँ जाँदा तेरो भतिजा हो ए काका दर्शन भाग्यमानी भाइ अनि यहाँ कुरा मात्र गर्ने कि घरभित्र पनि जाने घरभित्र हिँड्नु आफ्नो घरमा आउँदा त राष्ट्रिय मजा आउँछ है आहा आहा मेरो घरको माया हैट अनि बुवा तपाईँले एउटा कुरा भन्नुहुन्थ्यो भन न त बाबु अघि बाटोमा आउँदा गाउँ कतिखेर आउँछ याद तेरिका केले मार्छु भने केही छैन ए मेरो भ्रमला के हो त्यो केही त भएको छैन त्यो कुरा त केही भएन एउटा बुवा त्यस्तो के भयो के त्यो केही होइन भ्रम मात्रै हो तिम्रो भ्रम गर्नु म गरेर आएको छु अब म सोध्छु है बुवा जानु है जाउँ भाइ आ बाबु के भयो काका हेर्नु न के हैन काका जानु है खाना पाक्यो पाक्यो ए ल म त्यसो आउँछु अब जाम के भन्छ के मलाई खाना खान्छु भोकले पनि होला ताराले हुँदैन म जानु पर्यो अब सहर गइजान्छु छिटो गइजान्छु ए बुवा चिया छ कि चिया हाल्नु न बुवा अब घरको परिस्थिति यस्तै छ मैले एउटा निर्णय गरेँ बुवा के भएर छोरा तँलाई बुवा अब म सहरमा जानै पर्ने भयो अब सायद म यो गाउँमा फर्किँदैन होला बुवा किन छोरा अब बुवा सहर गएपछि ज्यानको टुङ्गो हुँदैन यदि बाँचे भने त आउँला बुवा मर्यो भने भन्न सक्दिनँ बुवा ल त छोरा घरबाट केही नासो छैन राम्रोसँग जानु चाहिँदैन त चाहिँदैन थियो बुवा अब ठिकै छ लौ त बुवा यही भयो घरको अन्तिम चिया ल गर्दा बुवा दर्शन ल कान्छा बुवा म गएँ है दर्शन हस् बाई बुवा बाई 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 ओहो काका दर्शन भाग्यो नि भाइ ए काका अब म सहर जान लाग्यो है त के भयो काका तिमीले एउटा कुरा थाहा छ कुरा तिम्रो बुबा र तिम्रो अङ्कल 1 हप्ता अगाडि बितिसके के रे
मेरो पछाडि चाहिँ किन लागेको छोरा तँ पनि अब हामीसँगै आइजा त्यस्तो नभन्नु बुवा के भयो काका बाबु तिम्रो बुवाको र तिम्रो अङ्कलको लास उता भेटिरहेको कता हिँड्नु त हेर्नु त काका चाहिँ के हो यो ढङ्गले सिधा सिधा आउँदैन हिँड्नु हाम्रो भिडियोलाई लाइक र सब्सक्राइब गरिदिनु होला नत्र तपाईँहरूको घरमा आएर हामी डर देखाइदिन्छौँ